to my YouTube channel after so long, like so long. मैले कति पछि भिडियो बनाउन लाग्यो अनि म कति पछि ट्रेक पनि जान लाग्यो and it's gonna be super fun. And right now we are at Dhaba, Lumle Dhaba, and let me know you where I'm going. I'm going to the one of the finest trek of Nepal, one of the finest trek of the monsoon season is Dorpatan. And let me know you with whom I'm going, my trekking partner. Hi, he's Mr. Chetan Setti. Yeah. He's from South India, and where we are going, Chetan? We are going for the one of the best monsoon trek. Yes, only one hunting reserve of Nepal, okay? Yeah, let's see how the views will be. Yes. Let's go trekking! Yay! Also, I have my mother here. Hi. We three are going, so I will show you what will happen. So. अहिले हामी छौं माउन्टेन भ्यू लज एन्ड रेस्टुरेन्टमा अनि यहाँ चाहिँ हामी खाना खान भनेर रोकेको थियो भात चाहिँ नखाने भनेर कचङ कुचुङ खायौँ हामीले चाहिँ चाउचाउ कैसा लगता है एकदम नेक्स्ट लेवल बहुत बढ़िया लग रहा है हाँ गाइस हामी चाहिँ अहिले ठ्याक्कै बुर्तिबाङमा आयौँ अहिले 3:30 हुन लाग्यो है 3:20 जति भयो है 3:20 जति भयो र हामी अहिले चाहिँ बुर्तिबाङमा छौँ अनि हामी ढोरपाटन जाने भनेको गाडी चाहिँ एकछिन त्यहाँ के भन्छ अरे पट्टा फेर्न लाग्यो अरे अनि त्यही भएर हामी चाहिँ ब्रेक लिएको किनेको छु लोकल केरा खान लाग्यो मम्मी हाई चेतन बाय इंडिया चले जाओ चेतन तुमको वही है सोच में वो जगह जाना है वो चला जाना कितना गर्मी है ना इधर पूरा गर्मी है इधर साउथ इंडिया को ठंडा लगता है मेरे को गर्मी लगता है साउथ इंडिया से भी गर्मी है क्या नेपाल मैं घर पर रहता है ना वो गर्मी स्ट्रेस रहता है बाहर जाए तो गर्मी This is our hotel, our room. This is our room for today, Buki Patan Hotel and Restaurant. अनि ठ्याक्कै यो चाहिँ हाम्रो रुम हो यो हाम्रो रुम हामी चाहिँ अहिले रुम टुर गर्न लाग्यो आजको हाम्रो रुम होम फर टुडे ये हेलो मम्मी हाय आजको हाम्रो घर यही हो है त ल हाम्रो यता खाट छ यतापट्टि चाहिँ हाम्रो बाथरुम अल सेट राम्रो छ सबै हामीलाई आउने बित्तिकै पानी दिनुभयो फ्यासिलिटी सबै राम्रो छ अनि यो चाहिँ हाम्रो रुम अनि यता चाहिँ छ चेतनको रुम चेतनलाई चाहिँ यहाँ अरे यति धेरै बेड रहेछ फेरि है यसको पनि यतापट्टि वासरुम छ यहाँ वासिङ मेसिन नि रहेछ ल यो चाहिँ बाबाले छ है ल गाइस यही हाम्रो रुम ये वो हामी चाहिँ लगभग 7 बजे चाहिँ आइपुग्यौँ अलिकति हामीलाई त्यहाँ बीचमा चाहिँ रोकिन पर्यो नत्र चाहिँ अझै छिटो आउँथ्यौँ होला ठिक छ हामी आएर चाहिँ चेक इन गर्यौँ अनि त्यसपछि एकछिन यतिकै डुलम भनेर गाउँ डुल्न लाग्यो है ये चेतन कैसा लग रहा है एकदम मस्त है ना हाँ जाडो छ आलु फुले फुल फुले सबै रमाइलो छ अब एकछिन यसै हेर्छौँ अँधेरो हुन लागिसक्यो अनि भोलि चाहिँ सबै डुल्छौँ फुल चाहिँ मस्तै फुलेछ है मस्तै राम्रो देखेको थियो अहिले हाम्रो खाना खाने बेला भयो ढोरपाटनमा हाई गाइज गुड मर्निङ इट्स माई डे 2 इन ढोरपाटन अनि आज अहिले बजिरहेको छ 6 बजे अनि मेरो भ्यू चाहिँ यस्तो छ प्रिटी क्लियर वी गट लक्की हाई यस्तो राम्रो छ है भ्यू चाहिँ वाउ जस्ट मेस्मराइजिङ भ्यू
अनि वी गट रेडी। अब चाहिँ हामी फोटो क्लिक गर्न जान लागेको। गाइस यस्तो जाडो भयो, मलाई चाहिँ पुरै काँडा उम्रियो। यस्तो चिसो रहेछ है। हामी चाहिँ त्यस्तो चिसो छैन होला भनेर, हुन त अहिले त फोटो खिच्ने बेलामा त यस्तै नै हो जति चिसो भयो नि, तर पनि अरू टाइममा पनि हामी चाहिँ त्यस्तो चिसो छैन होला भनेर चाहिँ धेरै न्यानो कपडाहरू ल्याएनौँ। तर यता चाहिँ हल्का चिसो नै छ, जस्तो हामी माथि माथि मर्दीहरूतिर जाँदा जाडो महिनामा हुन्छ नि त्यस्तो अहिले यहाँ छ। त्यही भएर अलिकति आउँदै हुनुहुन्छ भने चाहिँ एउटा एक्स्ट्रा ज्याकेट र एउटा ट्राउजर चाहिँ हालेर ल्याउनु होला है त। गाइस घोडा चढेको मलाई यस्तो डर लाग्यो। अब मेरो फर्स्ट टाइम हो। अलि माथि त्यो के अरे बुकीपाटन होटेलमा। हामी चाहिँ अहिले फोटो खिचेर आएको थिएँ है। ल अहिले चाहिँ ठ्याक्कै 11 बज्यो अनि हामी बुकीपाटन होटेल एन्ड रेस्टुरेन्टबाट चाहिँ बुकीपाटनतिर लाग्यौँ। भन्नाले ढोरपाटनबाट बुकीपाटनतिर लाग्यौँ। ल अब हामी कति बजे पुग्छौँ चाहिँ हेरौँ। वेदर अहिलेसम्म ठिक छ, एकछिनमा पानी पर्छ कि हेरौँ। कैसे लग रहा है चेतन? नेक्स्ट लेवल। अभी ट्रैकिंग करना चाहिए। हाँ पूरा फोटोशूट कंप्लीट हुआ। ल हामी चाहिँ हिँडेको 1 घन्टा चाहिँ भयो। यता चाहिँ पुरै सेतो सेतो फुलहरू फुलिरहेको छ। यस्तो चाहिँ हामी कोरी जाँदा थियो नि त्यस्तै फुल छ, यस्तो राम्रो देख्दैछ। अनि यो पहेँलो फुलहरू पनि राम्रो छ। मम्मीले अहिलेसम्म यो फुल चाहिँ देख्नु भएको थिएन अरे। यहाँ गएर उहाँ हेर त मम्मीको जोस हेर न उहाँ। हिँडेको 2 घन्टामा हामी ठ्याक्कै चेप्टे ढुङ्गा भन्ने ठाउँमा आएको छौँ। 3420 मिटर। बाटो चाहिँ राम्रो छ, केही अप्ठ्यारो भएको छैन। बेसी अब कति बजे पुग्छौँ। उहाँ चाहिँ हामीभन्दा सधैँ फर्स्ट नै हो। ल हामी यहाँ चेप्टे ढुङ्गामा चाहिँ खाजा खाने छोटो ब्रेक लियौँ। अब 2 घन्टामा चाहिँ पुगिन्छ अरे, त्यही भएर केही हतार गर्ने कुरा भएन। वेदर राम्रो छ, यसो पानी पर्ला जस्तो भएको थियो तर परेन। काँक्रो खाने दिन पारेर ल्याछन्। खाऊ चेतन। अनि के खाने? मलाई पनि दिनु न। अनि मेरो छोरीलाई दिने खाने। उकालो नमस्ते दाई। नमस्ते। हजुर बुकीपाटनमा बस्नुहुन्छ? हजुर।
यता तल चाहिँ भेडा चराउन आउनु भएको बाख्रा चरा बाख्रा 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 है कतिवटा छ नि टोटल टोटल 115 जति छ ए ल भर्खरै चाहिँ तल उहाँ चाहिँ ल हुन्छ दाइ ल बाई हाम्रो यहाँ लिटल ब्रेक मिठो बिस्कुट मेरो छोरीले ल्याए कि ल खाऊ अब चाहिँ हामी पुग्नै लागिसक्यौँ उतै माथि तर पुरै हुस्सुलाइसक्यो अहिले चाहिँ यस्तो हुस्ला एकैछिनमा तर पानी चाहिँ परेन वी गट लक्की भन्ने होला अब हामीले चाहिँ फेरि ब्रेक सर्ट ब्रेक काँक्रो खाएर भ्याउँदैछु घाम लाग्यो फेरि यहाँ कस्तो अनएक्सपेक्टेडकै सबै फाइनली हामी चाहिँ आइपुग्यौँ आएर चाहिँ यस्तो जाडो जाडो लाग्छ त्यही भएर टेन्टभित्र छिरिहालेँ मैले बाहिरको भ्यू लिएर ल भाबीले लेखेको दिदी भाइलाई भेटुन लेखेको हाम्रो चाहिँ खाना आयो यता चेतनको देखाऊ चेतन हाम्रो बात यो चेतनले चाहिँ अघि रक्सी खाएको पुरै लायो मलाई पूरा 3D जैसा दिख रहा है स्मृति गुड मॉर्निंग चेतन क्या कर रहे हैं मेकअप मम्मी भी रेडी हुआ है मम्मी गुड मॉर्निंग बोलो ऑडियंस को गुड मॉर्निंग Hi guys, good morning. It's my day 3 here in Dhorpatan and today I'm at Bukki Patan. We are going towards Tikadhara. बिहान त उठ्ने बित्तिकै त यस्तो रुन मन लाग्यो कि उठेको त बाहिर पानी परेर भ्यू त केही नखुलेको क्या सेतै अनि एकछिनमा चाहिँ यी खुल्दै आएको छ 1% होप लिएर चाहिँ हामी टिकाधारा जाँदैछौँ कि भ्यू खुलोस् भनेर लेट्स सी कस्तो हुन्छ अरू चाहिँ 1 घन्टा लाग्छ नि यहाँबाट हेरौँ कस्तो लाग्दैछ आधी उकालो छ स्या स्या भइरहेछ कुहिरो लाहार ल्याउनुमा त पुग्ने हो कि होइन उकालो त लाग्यो माथि पुगेर त आउनु पर्यो माथि गएर सक्छौँ सक्छौँ केही भर्नु त्यस्तो कैसा लग रहा है इजी है हार्ड है इधर से हार्ड है और इधर से उधर से उधर इजी पीजी पीजी इजी 10 मिनट चाहिँ ठ्याक्कै उकालो छ भन्नुभएको थियो हामी चाहिँ त आयो 10 मिनट में उकालो सोचे छै जिन्दगी रहेन छ सोचे छै जिन्दगी रहेन हेर मेरा गाइजहरू यस्तो तिमीहरूले क्या सराप लाग्थ्यौ क्या हो मलाई हेर त हेर 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 यस्तो ब्याड लक हेर एकछिनमै खुल्दै आयो फेरि अचम्म रहेछ यहाँ नि ल हाम्रो आजको खाजा पूरी एग सब्जी ल हामी चाहिँ माथिबाट झऱ्यौँ वेदर चाहिँ खत्तमै भयो आउने बित्तिकै पानी पनि पऱ्यो तर हाम्रो चाहिँ पानीले भेटेन अब खाजा खाऊँ
I did my whole this trek with 100 rupees chappal. Hi. के हो नि तिम्रो नाम? तिम्रो? सम्मान तिम्रो नि? अङ्कित ए कति क्लासमा पढ्छौ नि? युकेजी तिमी? केजी मैले युकेजी सबै सँगै हो? ए ल बाई भन्देऊ। राम्रोसँग पढ है।